राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। गल्ती कहाँ भयो हाम्रो भन्ने कुराको चाहिँ छानबिन गर्नुपर्छ र जनतासँग जोडिने गरिकन आफूलाई कार्यशैली बदल्नुपर्छ। अहिले माओवादी केन्द्रको अध्यक्षको हैसियतले मैले देशभरि जे गरेको छु आत्मसमीक्षा नै गरिराखेको छु। हामीले गल्ती कहाँ गऱ्यौँ, जनताको त्यत्रो अपार विश्वास थियो हामीलाई, हामीले के त्रुटि गऱ्यौँ र अहिले जनतामा एक खालको फ्रस्ट्रेसन, असन्तुष्टि, आक्रोश चाहिँ देखा पर्दै गएको कारण के हो, त्यसैको खोजीमा छौँ हामी र त्यसको एउटा निष्कर्ष हामी केन्द्रीय समितिबाट निकालेर आफूलाई बदलेर रूपान्तरण भन्छौँ हामीले, रूपान्तरित पार्टी सहित जनतामा जाने तयारीमा छौँ। अब किनभने हामीले के सोच्छौँ भने यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक, सबै उत्पीडित वर्ग जाति क्षेत्र सबैको पहिचानको लडाईँ माओवादीले मुख्य रूपमा लडेको हो र यसलाई बचाउने जिम्मा पनि उसको मुख्य छ। यदि अब बचाउनको लागि आफ्नो कमजोरी सच्याएन, माओवादीले समीक्षा गरेन र जनतामा फर्केन भने माओवादी पार्टीको भविष्य त बडो अप्ठ्यारोमा जान्छ। माओवादी पार्टीको मात्रै जाँदैन, यो सिस्टमकै जान्छ, सिस्टम दुर्घटनामा जान्छ। सिस्टम मात्रै दुर्घटनामा जाँदैन, अहिले देशको र अन्तर्राष्ट्रिय अहिले चाहिँ भू राजनीति जसरी गइरहेछ नेपाल राष्ट्र नै दुर्घटनामा पर्ने खतरा छ। त्यसो भएर हामीले हेर्दा हाम्रो चाहिँ काँधमा एउटा ऐतिहासिक फेरि ठुलो जिम्मेवारी आयो। अरूले गर्दैलान् भनेर हेर्ने ठाउँ चाहिँ अहिले छैन। हामी आफैलाई बदलेर जनतासँग लएर जोडेर मात्रै यो राष्ट्र नै बचाउन सकिन्छ, संविधान पनि बचाउन सकिन्छ, पार्टी पनि बचाउन सकिन्छ भन्ने लाइनबाट हामी बढेका छौँ। संविधान सभाले संविधान बनाइसके पछाडि हामी कार्यान्वयन र अथवा नमस्कार, कान्तिपुर न्युज टकमा हार्दिक स्वागत छ। आज हामी चाहिँ यो खास गरेर 62-63 सालको जनआन्दोलन, माओवादीको तत्कालीन सशस्त्र सङ्घर्ष र जनताको जनउभारबाट ऐतिहासिक सफलतापछि दुईटा संविधान सभाबाट बनाएको संविधान 2072 सालमा जारी गरेपछि हामी 9 वर्ष पुरा गरेर 10औं वर्ष प्रवेश गरेका छौँ। यो सन्दर्भमा हामीले संविधान बनाउँदाको जुन एक खालको सकस अथवा राजनीतिक दलहरू बिचको सहमतिको प्रयास, त्यस पछाडि संविधान कार्यान्वयनको चरण र अब संशोधनको बहस भइरहँदा यसलाई कसरी सर्वस्वीकार्य बनाउँदै जान सकिन्छ भन्ने विषयमा कुराकानी गर्दैछौँ। त्यसका लागि पूर्व प्रधानमन्त्री नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालजीलाई हार्दिक स्वागत गर्दछु। सुरुमा मैले यहाँलाई स्मरण गर्न चाहेँ, खास गरेर माओवादीको सशस्त्र सङ्घर्ष अनि सात राजनीतिक दलहरू बिचको सहमति र ऐतिहासिक त्यो जुन जनआन्दोलन थियो त्यसको जगमा हामीले संविधान सभाको निर्वाचन गऱ्यौँ 2064 सालमा पहिलो। त्यसबाट संविधान जारी गर्नलाई हामीलाई चाहिँ कठिनाइ भयो र दोस्रो संविधान सभाबाट संविधान 2072 सालमा चाहिँ हामीले जारी गर्दाको त्यो समय यहाँले कसरी स्मरण गर्नुहुन्छ? धन्यवाद। तपाईँले संविधान दिवसको सन्दर्भ पारेर यस बारेमा तपाईँले जे प्रश्न राख्दै हुनुहुन्छ त्यसको लागि पहिलो कुरा त संविधान सभाबाट संविधान निर्माण गर्ने भन्ने कुरा राणा शासन विरोधी प्रजातान्त्रिक आन्दोलनको बेलामा नै उठेको प्रश्न हो र त्यति बेला स्वयं त्यति बेलाका राजा त्रिभुवनले पनि विधान सभाबाट संविधान निर्माण गर्ने कुरा भारतबाट फर्केपछि भनेको ऐतिहासिक पृष्ठभूमि छ। तर राजाले त त्यो कहिले पनि गरेनन्, खालि जनतालाई झुक्क्याउनको लागि भनिएको मात्रै कुरा थियो भन्ने तथ्य इतिहासमा प्रमाणितै भयो। राजनीतिक दलहरूले पनि संविधान सभाबाट संविधान बनाउने भन्ने पहिलाको आफ्नो सैद्धान्तिक मान्यताबाट बिस्तारै विचलित हुँदै विमुख हुँदै र त्यसप्रति व्यवस्था गर्दै गएको स्थिति थियो। हामीले तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सुरु भएको जनयुद्ध र जनयुद्धको मुख्य मुद्दा नै संविधान सभाबाट संविधानको निर्माण गर्ने र देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र जसमा समावेशी र समानुपातिक मान्यता पनि भएको हुनुपर्छ भनेर नै आन्दोलन अगाडि बढाउँदै लग्यौँ। पटक पटक सरकारपक्षसँग वार्ता गर्दा पनि यही विषयमा संविधान सभालाई न्यूनतम बनाएर नै वार्ता गऱ्यौँ। त्यसकारण
अब संविधान सभाबाट संविधान बनाउने मुद्दा जनयुद्धको मुख्य मुद्दा हो। राजनीतिक दलहरू जसलाई तपाईहरूले चाहिँ सबै दलहरूले मिलेर यो बनेको हो भने जस्तो मात्रै गर्न खोज्नुहुन्छ, यथार्थ त्यस्तो होइन भन्न चाहन्छु म चाहिँ। माओवादी जनयुद्धकै कारणले देशमा संविधान सभा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान बन्ने अवस्था आएको हो। किनकि त्यति बेला सात राजनीतिक दलको मुख्य नारा, राजनीतिक नारा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्र थियो। गणतन्त्र, संविधान सभा, समावेशिता भन्ने थिएन। यो ऐतिहासिक तथ्यलाई बेला बेलामा मूलधार भन्ने मिडियाहरूले पनि बङ्ग्याउन खोज्छन्। राजनीतिक दलहरू त बङ्ग्याउँछन् त्यति बेलाका चाहिँ। एउटा दोस्रो म के भन्न चाहन्छु भने यो मूलधारवाला विवाद छ चाहिँ। संसदवादी दलहरूले, पुराना दलहरूले माओवादीलाई मूलधारमा ल्याइयो भन्ने गर्नुहुन्छ। म त्यो पनि सही होइन भनेर पनि म प्रश्न गर्न चाहन्छु। उहाँहरूको मूलधार भने त संवैधानिक राजतन्त्र थियो, माओवादीको मूलधार सङ्घीय लोकतान्त्रिक गणतन्त्र थियो। आएको त सङ्घीय लोकतान्त्रिक गणतन्त्र हो नि भनेपछि को कसको मूलधारमा आयो भन्ने विवाद पनि। हाम्रो दाबी के छ भने माओवादीको मूलधारमा नेपाली काङ्ग्रेस, एमाले जस्ता पार्टीहरू आएका हुन्। यो तथ्य हो, यो ऐतिहासिक तथ्य हो। तर यसलाई स्थापित गर्ने कुरामा अझै पुगेको छैन। खैर यो चाहिँ सायद तपाईँले सोधेको प्रश्नभन्दा अलिक बढी मैले पृष्ठभूमिमा गएँ। र अब संविधान बनाउने बेलामा पक्कै पनि पहिलो संविधान सभामा यो नारा उठाउने र त्यसको निम्ति बलिदान गर्ने मुख्य पार्टी नेकपा माओवादी देशको सबभन्दा ठुलो राजनीतिक पार्टीको रूपमा उभिएर आयो र संविधानमा पनि धेरै हदसम्म अहिलेको भन्दा प्रगतिशील, अहिलेको भन्दा धेरै अगाडि बढेका प्रावधानमा सहमति हुँदै थियो। तर दुर्भाग्य त्यो संविधान सभाले संविधान बनाउन सकेन। त्यसलाई धेरै शक्तिहरू लागेर असफल गरियो। मैले अहिले धेरै व्याख्या गर्नु छैन। यथास्थितिवादी देशका राजनीतिक शक्ति पनि त्यति प्रगतिशील संविधान बनाउन चाहँदैनथे। विदेशी शक्तिहरू पनि नेपालमा यस खालको चाहिँ वामपन्थी र प्रगतिशील संविधान बनोस् भन्ने चाहँदैनथे। त्यसकारण विघटन भयो पहिलो संविधान सभा। त्यो बडो तितो यथार्थ म अहिले पनि ताजै रूपमा मेरो दिमागमा आइ नै राख्छ। तर बेला तपाईँ त सन्दर्भ गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुनुहुन्थ्यो। तपाईँ हजुरले अघि भने जस्तो माओवादीको जुन जलबाट आएको जुन मूलधार भनिएको छ, गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री तपाईँ हुनुहुन्थ्यो। संसदमा सबैभन्दा ठुलो दल पनि तपाईँकै थियो। तर हामीले संविधान जारी गर्न सकेनौँ भनेर त्यसको जस अथवा अबजस जे भन्नु तपाईँहरूमा त जान्छ होला। जति बेला संविधान जारी गर्न सकिएन भन्ने ठाउँमा पुग्यो त्यति बेला म प्रधानमन्त्री थिइनँ। बडो असंवैधानिक तरिकाले, निरङ्कुश तरिकाले मलाई सरकारबाट हटाइएको थियो। तपाईँहरूले यो कुरा ध्यान दिन जरुरी छ। म नै प्रधानमन्त्री भइराखेको भए सायद त्यस्तो परिस्थिति आउँदैन थियो। मलाई मध्यरातमा राष्ट्रपतिजीले, तत्कालीन राष्ट्रपतिले संविधान मिचेर जबरजस्ती चाहिँ हटाउने काम भएको हो प्रधान सेनापतिको इस्युमा। कारण नागरिक सर्वोच्चता या तपाईँको चाहिँ सैनिक सर्वोच्चता भन्ने विषयमा ठुलो डिबेट चलेर मलाई हटाइयो। मैले भन्दा त त्यो एक खालको कु गरिएको हो। अहिले तपाईँहरूलाई त्यस्तो लाग्दैन, सायद अलि सहज जस्तो लाग्छ होला। तर इतिहासले त यसको हिसाब गरिराख्छ भन्ने छ मलाई। किनभने म सबभन्दा ठुलो पार्टीको नेता, प्रधानमन्त्री थिएँ। मैले 6 महिना मात्रै काम गर्न पाएको थिएँ, 9 महिना। अनि त्यो बिचमा चाहिँ बडो षड्यन्त्रपूर्ण तरिकाले, जालझेलपूर्ण तरिकाले हटाइयो, जसरी अहिले हटाइयो। अहिले मैले सुशासनको पक्षमा, आर्थिक समस्या समाधानको पक्षमा, सामाजिक न्यायको पक्षमा काम गर्दा गर्दै जसरी हटाइयो नि त्यति बेला पनि त्यसरी नै हटाइएको थियो। यो कुरा मलाई लाग्छ अब त नेपाली जनताले धेरै हदसम्म बुझेको छ। त्यही तपाईँले भने जस्तो म प्रधानमन्त्री हुँदाहुँदै संविधान नबनेको भन्ने तथ्य होइन। मलाई चाहिँ गलत तरिकाले हटाइसकेपछि अनि जो आए उनीहरू चाहिँ वास्तवमा संविधान बनाउनेतिर भन्दा त्यसलाई सकेसम्म चाहिँ
संविधान सभालाई विघटन गर्नेतिर उद्यत भएन। जस्तो हामीले अघि यो प्रसङ्ग जोडेका छौँ, त्यो रस्साकसी खास गरेर दोस्रो संविधान सभापछि संविधान बनाउने चरणमा आउँदा तपाईँ फेरि एक ठाउँमा आउनुभयो, संविधान बनाउनुपर्छ भन्ने भयो। खास गरेर त्यो भूकम्पको जुन महामारी थियो, अब हामी यो बेला संविधान बनाएनौँ भने झन् कठिन परिस्थिति बन्छ भनेर तपाईँले बारम्बार भनेको म अहिले पनि सम्झिन्छु। त्यो परिस्थिति चाहिँ कसरी बन्यो, त्यो बेलाको सम्झना चाहिँ तपाईँलाई के छ? अब एकदम ठिक ठाउँमा आयो प्रश्न। अब चाहिँ भूकम्प गयो, ठुलो धनजनको क्षति भयो नेपालमा। म प्रतिपक्षको नेता थिएँ। अब जनतालाई संविधान सभाबाट संविधान नबन्ने भयो कि भन्ने ठुलो चिन्ता थियो। देश अब कता जाने हो, झन् ठुलो अराजकता आउने हो कि भन्ने चिन्ता थियो। त्यो परिस्थितिमा जनताको चाहिँ पीडामा मलमपट्टि गर्न पनि संविधान चाहिँ हर हालतमा बनाउनु पर्छ भन्ने ठाउँमा म पुगेकै हो। कारण मैले प्रतिपक्ष होइन, म सत्ता पक्षसँग सहमति गरेर संविधान घोषणा गर्नको लागि म जति गर्न सक्छु म योगदान गर्छु भनेर पार्लियामेन्टमा नि बोलेँ, पब्लिक नि बोलेँ। तपाईँले बिल्कुल सही ठाउँमा सम्झिनु भएको रहेछ। र अनि त्यहाँ अब एउटा विवाद आयो, संविधान बनाउने सबै मिलेर भन्ने भयो। तर एक थरी साथीहरू संविधानमा जस्तो खालको कम्प्रोमाइज गर्ने या नगर्ने, जस्तो प्रदेशहरूको हकमा, पहिचानको मुद्दामा, समानुपातिक निर्वाचन प्रणाली, अप्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जस्ता विषयमा नो कम्प्रोमाइज गर्ने बाटोबाट जाने कि जति हुन सक्छ कम्प्रोमाइज गरेर अधिकतम लिने गरी जाने भन्नेमा ठुलो बहस भयो। म चाहिँ शान्ति प्रक्रियाबाट आएको कारणले, शान्ति सम्झौताको एउटा हस्ताक्षरकर्ताको नाताले चाहिँ संविधान चाहिँ हर हालतमा बन्नुपर्छ, बरु सम्झौतै गरेर भए पनि। किनभने सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म त देश जान्छ, समावेशी समानुपातिक मान्यतामा पनि जान्छ। त्यसो गर्दा दलित, महिला, मुस्लिम, मधेसी, आदिवासी, जनजाति सबैको केही न केही अधिकार प्राप्त हुन्छ भने बाँकी कुरामा सम्झौता गर्ने भएर सम्झौताको बाटो हिँडेको हो म। त्यो सम्झौतातिर गएको हुनाले नै सबै पार्टीहरूको बिचमा न्यूनतम सहमति बनाएर संविधान घोषणा भयो। केही साथीहरू जसको आन्दोलनमा मैले नै नेतृत्व गर्ने 30 दलीय 32 दलीय भन्दै मधेसका खास गरी साथीहरू चाहिँ त्यसको विरोधमा जानुभयो, विरोधमा रहनुभयो र एक खालको आन्दोलनको वातावरण पनि बन्यो। त्यो एउटा पक्ष। त्यहाँ अधिकतम सहमति गरियो र संविधान घोषणा गर्यो। अब संविधान कार्यान्वयन गर्ने बेलामा मैले तिनै मधेसी साथीहरू दलहरूलाई फेरि वार्तामा ल्याएर, फेरि संवाद गरेर, फेरि संविधान संशोधनको निम्ति कोसिस गरेर सबैलाई सहमति गराएर चुनावमा लाने काम पनि मैले नै गराएँ। त्यसकारण मलाई बडो गर्व त्यसमा हुन्छ। जस्तो त्यति महत्त्वपूर्ण भूमिका सहित हामीले संविधान जारी गर्यौँ। यो संविधान जारी भएको अहिले ठ्याक्कै 9 वर्ष पुगेर 10 वर्ष प्रवेश गरेको छ। अब यो 10 वर्षको बिचमा संविधान कार्यान्वयनको अवस्थालाई कसरी हेर्न सकिन्छ? अब संविधानका केही पक्षहरू कार्यान्वयन प्रक्रियामा राम्रै गएका छन्। थुप्रै ऐनहरू संविधानले माग गरे अनुसार ऐनहरू बनेका छन्। अनि अब प्रदेशहरू बनेका छन्, निर्वाचन भएका छन्, स्थानीय तहको सरकारहरू बनेका छन्, काम गरिराखेका छन्। त्यसकारण संविधान कार्यान्वयनको एउटा पक्ष चाहिँ अगाडि बढिराखेका छ। तर समग्र संविधानको मर्म र भावना अनुसार संहिता सुदृढ गर्ने हिसाबले जति जुन असाध्य संवेदनशील ऐन हुन् त्यो अझै बन्न सकेका छैनन्। जस्तो सङ्घीय निजामती ऐन या प्रहरी समायोजन ऐन अझै बन्न सकेका छैनन्। न त मैले आफूले नेतृत्व गर्दा सदनमा त पुर्याएको छु, मैले सङ्घीय निजामती ऐन सदनमा दर्ता पनि भएको छ, तर त्यो टुङ्गिन सकेको छैन। प्रहरी समायोजन ऐन सदनबाट पारित त भएको छ, तर कार्यान्वयनमा अझै जान सकिएको छैन। यी केही भने केही चिजहरू जो संविधानमा प्रष्ट व्यवस्था छ, जस्तो स्वायत्त क्षेत्र, विशेष क्षेत्र अनि संरक्षित क्षेत्र पनि हुनेछन् भन्ने छ। त्यस अनुसारका क्षेत्र जस्तो शेर्पाहरूको लागि हामीले प्रदेशै बनाउन नसके पनि स्वायत्त क्षेत्र बनाउन त सकिन्छ। जस्तो कोच भन्ने छ नि, राजवंशीहरू चाहिँ को इलाका, त्यो ठाउँलाई हामी एउटा चाहिँ स्वायत्त प्रदेश त बनाउन सकिन्छ। यी कामहरू पनि अगाडि बढ्न सकेका छैनन्। त्यसबाट म के भन्छु भने केही अगाडि बढेका पनि छन्, केही बढ्न सकेका पनि छैनन्। यही स्थितिबाट संविधान कार्यान्वयनको प्रक्रिया अगाडि गइराखेको छ। मेरो भनाइ के छ भने संविधानको व्यवस्था राम्रोसँग कार्यान्वयन गरेपछि मात्रै
संविधानको बारेमा समीक्षा गर्नु उचित हुनु हो। आफैले बनाएको संविधान कार्यान्वयन गर्नको लागि आवश्यक ऐन बनाउन पनि रुचि नदेखाउने, कार्यान्वयन गर्न रुचि नदेखाउने अनि संविधानलाई दोष दिने गल्ती गर्न हुँदैन। कार्यान्वयन गर्दा चाहिँ देखा पर्यो भने मात्रै अनि संविधान संशोधनको कुरा हो। मैले खास गरेर भन्नु तपाईँ त परिवर्तन पक्षधरको एउटा चाहिँ लिडर पनि हो नि। यो संविधान कार्यान्वयन भइराख्दाखेरि अहिले हामीले हेऱ्यौँ भने हजुरले अगाडि पनि तपाईँले भनि पनि हाल्नुभयो, खास गरेर प्रदेश संरचनाहरू अहिले पनि आफ्नो अधिकार नपाएको गुनासो गरिरहेका छन्। तपाईँ प्रधानमन्त्री हुँदा पनि उनीहरूले चाहिँ ज्ञापन पत्र बुझाए, एक खालको अल्टिमेटम पनि दिए। अर्को चाहिँ पाटो छ जनजीविकाको विषय। जनताले संविधानमा भएका व्यवस्थाहरूको प्रत्याभूति गर्न पाएका छैनन्। आजका दिनमा पनि उनीहरूको आम गुनासो छ। तपाईँ यसबाट सन्तुष्ट हुनुहुन्छ? जे भइरहेको छ ठिक छ भन्नु? म सन्तुष्ट छैन, सत्यमा भन्नु पर्यो। तर तपाईँले भनेको पहिलो प्रश्नमा प्रदेशहरूलाई अधिकार सम्पन्न बनाउने कुरामा र संवैधानिक व्यवस्थामा भएका संरचनाहरू निर्माण गर्ने, त्यसलाई सक्रिय पार्ने कुरामा मैले पहल गरेकै छु र प्रदेशले यो कुरा राम्रो बुझेको छ। प्रचण्ड प्रधानमन्त्री हुँदा कहिले बैठक नभएका चाहिँ यो प्रदेशहरूको संरचनासँग सम्बन्धित बैठकहरू रेगुलर भए। सङ्घीय निजामती ऐन त्यत्रो वर्षदेखि चाहिँ चर्चा भएको नलगेको, तर प्रचण्ड प्रधानमन्त्री हुँदा नै त्यो ऐन बनाइयो, संसदमा लगियो। त्यो कुरा पनि प्रदेशहरूले बुझेका छन्। तर त्यसको कार्यान्वयनमा जो तीव्रता आउनु पर्ने थियो, राजनैतिक सहमतिको अभावले अप्ठ्यारो परेको छ र म त्यस अर्थमा सन्तुष्ट छैन। हामी त्यो सहमतिको पाटोमा अथवा कार्यान्वयन खास अगाडि बढ्नु जति अपेक्षाअनुसार बढ्नुपर्ने थियो त्यो पाटोमा हामी कहाँनिर चुक्यौँ भन्नुभन्दा पनि एउटा कुरा के छ भने यो संविधान सङ्घीयता, समावेशता, समानुपातिक प्रणाली पुराना पार्टीहरूलाई भित्रबाट मन परेको छैन। समस्याको चुरो त्यहाँ छ। तपाईँले कतिको नोट गर्नुभएको छ, नेकपा एमालेका नेता केपी ओली जो अहिले प्रधानमन्त्री पनि हुनुहुन्छ, उहाँले त यो माओवादीले रापराप ल्याइदिए हुनाले माने मात्रै हो। हामीलाई यो संहिता नि मन परेको छैन, यो समावेशी समानुपातिक नि मन परेको छैन, खुलेआमै भन्नुहुन्छ नि उहाँले। एउटा त्यत्रो पार्टीको नेतालाई यो मन परेको छैन, माओवादीको रापरापले हामीले मानिदिए मात्रै हो भन्ने भएपछि सहज कार्यान्वयन राजनीतिक वृत्तमा हुन्छ त भन्दा त अप्ठ्यारो त त्यही छ नि। पहिला सोचमा एकरूपता, संविधान कार्यान्वयन गर्ने कुरामा एकरूपता भएन न, कार्यान्वयनले गति दिने हो। त्यसो भएर अहिले अब संविधान संशोधनको कुरा चल्न सुरु भएको छ। नेपाली कङ्ग्रेस र एमाले दुईटा ठुला पार्टीहरू मिलेर सरकार बनाउनु भएको छ। हामीले भनेका छौँ यो प्रतिस्पर्धात्मक सिस्टममा चाहिँ यस्तो हुँदैन। यो प्रसङ्गमा म अब दोस्रो चरणमा कुरा गर्छु। यो बिचमा पनि जसरी संविधान कार्यान्वयन गरिराख्दाखेरि दुई पटक संसद विघटनको प्रयास भयो। सर्वोच्च अदालतले चाहिँ त्यो सच्याइ दिने काम गर्नु पर्यो। भनेको राजनीतिक दलहरू बिचमा सत्ता अथवा चाहिँ शक्ति अथवा चाहिँ संविधान कार्यान्वयन र जनजीविकासँग जोडिएका मुद्दालाई डेलिभरी गर्ने भन्दा पनि कसरी सरकारमा रहने र संविधानलाई चाहिँ एक खालको कहीँ न कहीँबाट अप्ठ्यारोमा पार्ने, भत्काउने टाइपका प्रयासहरू भयो भन्ने आम जनगुनासो छ। यो स्थिति चाहिँ हामीलाई कसरी सुधारेर ट्र्याकमा ल्याउने, त्यसपछि हामी दोस्रो चरणमा चाहिँ यो कार्यान्वयन मतलब यो कुरा कि संविधान कार्यान्वयन गर्ने कुरामा चाहिँ जो विवाद छ पहिला त त्यो समाधान हुनु पर्यो भन्ने छ मेरो चाहिँ। त्यो समाधान हुनु पर्यो। अनि दोस्रो चाहिँ जनजीविकाका समस्याहरू हामीले भनेका छौँ व्यवस्था त बदलियो तर जनताको अवस्था बदलिएको छैन। जबसम्म जनताको अवस्था बदलिँदैन अथवा जनजीविकाका समस्या समाधान हुँदैनन् तबसम्म फेरि संविधानको औचित्य प्रमाणित गर्न कठिन हुन्छ राजनीतिक नेतृत्वलाई भनेर नै हामीले जनजीविकाको कुरा तपाईँले हेर्नुभयो भने सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि भनेर मैले 18-19 महिना जो बल गरेँ मैले त्यो पछि त्यो त जनतालाई सम्बोधन गर्ने कुरा हो। त्यो सामाजिक न्यायमा तपाईँ हेर्नुभयो भने सामाजिक सुरक्षा कोषमा लाखौँ नेपाली श्रमिकलाई आबद्ध गर्ने कुरादेखि नागरिकताको समस्या हल गर्ने कुरादेखि देशभित्र भने देश बाहिर रहेका नेपाली श्रमिकहरूलाई सम्बोधन गर्ने कुरा, यी सबै सामाजिक न्यायसँग सम्बन्धित कुराहरू थिए। सुशासन किनभने भ्रष्टाचार नेपालको सबभन्दा विकराल समस्याको रूपमा रहेको छ तलदेखि माथिसम्म। यसलाई नियन्त्रण नगर्ने हो
कठोर ढङ्गले नजानियो भने नेपाल ठुलो दुर्घटनामा पर्ने खतरा देखेर नै सुशासनलाई अगाडि, खालि सुशासन भनेको नक्कली भुटानी शरणार्थी मात्रै कुरा होइन, भूमाफियाको कुरा पनि हो। त्यो मात्रै होइन, हरेक अफिस कार्यालयहरूमा हुने गरेका भ्रष्टाचारको कुरा पनि, त्यसलाई नियन्त्रण गर्ने कुरा पनि हो। त्यसकारण यो प्रक्रियाद्वारा मात्रै संविधानको औचित्य सिद्ध गर्न सकिन्छ भनेर पहल गरिएको हो, गरिन्छ पनि। अहिले पनि आन्दोलन अभियान त्यही दिशातिर जान्छ। अहिले चाहिँ संविधान, खास गरेर संविधान संशोधनको मुद्दालाई अगाडि सारेर संसदका प्रमुख दुई दल नेपाली काङ्ग्रेस र नेकपा एमाले नयाँ गठबन्धन बनाए। तपाईँ सरकारबाट बाहिरिने परिस्थिति बन्यो र अहिलेको मुद्दा, भनिएको मुद्दा चाहिँ संविधान संशोधन हो भनेर भनिएको छ। यो संविधान संशोधन गर्ने कुरा आइरहँदाखेरि तपाईँहरू चाहिँ के का लागि भनेर क्वेसन पनि गर्दै हुनुहुन्छ। संविधान संशोधन गर्ने भने हामीले केमा गर्नुपर्छ र कसरी गर्नुपर्छ? पहिलो कुरा, अहिले दुईटा पार्टीहरूले जे संविधान संशोधनको कुरा गरेका छन्, म त्यसप्रति उनीहरू गम्भीर भएको देख्दिनँ। त्यो त एउटा बहानाबाजी हो, दुनियाँको आँखामा छारो हाल्नलाई। हामी त संविधान संशोधन गरेर केही चिज नयाँ गर्नको लागि गठबन्धन गरेका हौँ, बनाउनको लागि। गठबन्धन भएको त्यसका लागि हो। गठबन्धन भएको सुशासनको अभियान भनेर प्रचण्ड नेतृत्वको सरकारले भ्रष्टाचारलाई कारबाही गर्दै जान थाल्यो। त्यसो गर्दै जाँदा त खतरा त हाम्रै नजिक वरिपरि पनि आइपुग्यो भनेर गरे गठबन्धन हो। तपाईँ हामी कोही भ्रम गर्नु पर्दैन, जनताले बुझिसकेका छन्। राम्रोसँग बच्चाले बुझाएको छ, कुरोको कुरो त्यो हो। तर फेरि मेरो यो पहिलो, दोस्रो कुरो फेरि के हो भने संविधान संशोधनबाट हामी चाहिँ पछि हट्नेवाला होइनौँ है। फेरि साँच्चै संविधान संशोधन गर्ने हो भने हामी तयार छौँ। र संविधान संशोधन के को लागि हुन पर्यो त भन्दा पछाडि हट्नको लागि होइन, अगाडि बढ्नको लागि हुनु पर्यो। जनताले संविधानबाट पाएको अधिकार खोज्नको लागि होइन, थप्नको लागि हुनु पर्यो। जनतालाई अधिकार अझ थपिनु पर्यो। त्यसो भएर हामीले चाहिँ के भनेका छौँ, हामीले त संविधान सभाबाट संविधान बनाउने बेलामा केही विषयहरूको नोट अफ डिसेन्ट राखेर, रिजर्भेसन राखेर सम्झौता गरेको हो हामीले। त्यो संविधान सभाको माइनोटमा छ। कारण हामी भन्छौँ कि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख निर्देशलाई चाहिन्छ। स्थायित्व त्यहाँबाट आउँछ। मान्छे तानातान सांसदहरूको त अनेक खालका चलखेलहरू जो हुने गरे त्यसलाई रोक्ने भनेको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख, हामीले भन्दाखेरि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति भनेका छौँ। निर्वाचनमा सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, समुदायको हक अधिकारलाई सुनिश्चित गर्ने भनेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली। जनसङ्ख्याको आधारमा निर्वाचित गरिदिने बित्तिकै कोही अन्यायमा परे भन्ने हुँदैन। सबैको आफ्नो चाहिँ सङ्ख्या र हैसियत अनुसार प्रतिनिधित्व सुनिश्चित हुन्छ राज्यमा। भने त्यस्तो निर्वाचन प्रणालीले मात्रै यो अनावश्यक यति धेरै खर्चिलो, यति चाहिँ भ्रष्टाचारको सुरुवात त निर्वाचन प्रणालीबाटै भएको छ। नेपालमा करोडौँ खर्च गरेर चाहिँ जित्न पर्ने, एउटा पालिकाको अध्यक्ष जित्नलाई करोड, नगरपालिका जित्नलाई 10 करोड भनेको चाहिँ चल्यो नि परा। अनि सांसद जित्नलाई त 20औं करोड। यस्तो गरेर चुनाव लडिसकेपछि ती निर्वाचित प्रतिनिधिले त्यो 20 करोड उठाउनतिर लाग्ने कि जनताको सेवा गर्नतिर लाग्ने? यो निर्वाचन प्रणाली नै भ्रष्टाचारको कुरो त्यही छ। कारण निर्वाचन प्रणाली सच्याउनु पर्यो। अनि जनताले पहिचान र अधिकारको निम्ति भनेर लडेका हुन् र हामीले त्यसलाई स्वीकार गरेका हौँ संविधानमा। त्यहाँ त्यो अनुसार प्रदेशलाई बलियो बनाउने गरिकन संविधान संशोधन गर्नु पर्यो। बाँकी रहेका सबै चाहिँ ऐन ल्याउने व्यवस्था गर्नु पर्यो भन्ने हाम्रो। तर सत्ता पक्ष अहिले जसले चाहिँ सरकारको नेतृत्व गरिरहेको छ, उनीहरू त दुई दलीय ध्रुवीकरणतिरको कुरा गरिरहेछन्। अब उहाँहरूले दुई दलीय बनाउने कोसिस गर्नुभएको छ। दुई दलीय बनाउने भनेको नेपालको सन्दर्भमा, दक्षिण एसियाको सन्दर्भमा, नेपालको इतिहास, राजनीतिक इतिहास र कल्चरल इतिहासको सन्दर्भमा बिल्कुल असम्भव कुरा हो। त्यो दुई दलतिर लाने भनेको एक दलतिर लाने भने हो, निरङ्कुशतातिर लाने भनेको हो, लोकतन्त्रको हत्या गर्ने भनेको हो। यहाँ त्यो सम्भव पनि छैन। उहाँहरूको सपना त होला त्यसो गरेर बाँडीचुँडी खाउँ भन्ने चाहिँ होला, तर त्यो सम्भव हुने कुरा होइन। एक पहिलो कुरा। दोस्रो कुरा, दुई दलीय भन्ने हाम्रो संविधानले बिल्कुल मान्दैन। संविधानमा प्रष्ट व्यवस्था, बहुदलीय प्रतिस्पर्धात्मक व्यवस्था मान्ने भएर धेरै दलको मान्यता स्थापित भइसकेको छ संविधानमा। कहाँ दुई दलीय? उनीहरूले बनाएर हुने कुरा हो र त्यो। त्यहाँ चाहिँ उहाँहरूको
दुई दलीय भनेको पनि अन्तत भ्रष्टाचार गर्ने स्वतन्त्रता खोज्या हो उहाँहरूले, त्यो चाहिँ हुन सक्दैन। तर त्यो अर्को पक्षमा चर्चा चाहिँ माओवादी समेत बाहिर पार्न सकिन्छ कि भन्ने गरी 10% थ्रेसहोल्ड राख्यो भने स्वतः दुई दलीय संरचनामा जान्छ भन्ने खालका बहस त्यस्ता पनि छन्। तर मलाई के लाग्छ भने अहिले जसरी माओवादीले सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धि इमान्दारिता साथ गर्दै थियो, गर्न लागेको थियो, जनताले बुझे यो कुरा। र मैले अहिले देखिराखेको छु कि देशभरि माओवादीप्रति सहानुभूति, माओवादीले त गर्न खोज्दै थियो। प्रचण्ड नेतृत्वको सरकारले त जनताको पक्षमा, राष्ट्रको पक्षमा संसार गएर पनि नेपालको प्रतिष्ठा बढाएको पनि थियो, नेपालको हितमा काम गरे, जनताले बुझिरहेको छ। म अहिले देशभरि घुमेँ, जनतामा एउटा सहानुभूतिको लहर पनि छ, हामीप्रति अन्याय गरेर हटाए भ्रष्टाचारीहरूले भन्ने पर्या पनि छ, हो पनि। अनि साथसाथै फेरि विकास निर्माण र समृद्धिमा पनि माओवादी नै सबभन्दा बढी चाहिँ इमान्दार रहेछ भन्ने पर्या पनि छ। हिजो अस्ति म चाहिँ झापा, मोरङ, सुनसरी 3टा जिल्लाको भ्रमण गरेँ अस्ति 2 दिन। मलाई झल्को के आयो भने जनता एकचोटि फेरि माओवादी नेतृत्व, प्रचण्ड नेतृत्वलाई हेर्न चाहेको छ। यसलाई पुरै अधिकार भयो भने त धेरै पो गर्न सकिन्छ भन्ने भावना जनताको मैले देखेँ। मैले त साथीहरूलाई भनेको छु, झन्डै 64 को झल्को देखेँ है मैले झापामा। मैले चाहिँ 64 मा पहिला मलाई के होला चुनाव परिणाम भन्ने त्यति चाहिँ आकलन गर्न गाह्रो भएको थियो। झापाको बिर्तामोडको सभामा गएपछि र त्यहाँ जनताको महासागर देखेपछि अब चुनाव माओवादीले जित्यो भनेर त्यसपछि मैले देशभरि भनेको थिएँ कि हामीले चुनाव जितिसक्यो है, अब चाहिँ खालि अब पछिको के गर्ने भन्ने तयारी गर्नुपर्छ भन्थेँ क्या त्यति बेला। अहिले झापाको बिर्तामोडमा मैले जे देखेँ फेरि चाहिँ मलाई लागेको छ जनतामा फेरि एकचोटि हेर्न पर्ने चाहिँ माओवादी नै पार्टी रहेछ, जनताको रियल भलो गर्न चाहने चाहिँ भन्ने चाहिँ आएको देख्छु म। एउटा जस्तो अलि हामी संविधान जुन कार्यान्वयनको कुरा गरिराख्दाखेरि संविधान कार्यान्वयनमा दलहरू अथवा राजनीतिक शक्तिहरू सहमति र एक ठाउँमा आउने कुराको विषय छ। अर्को संशोधनका मुद्दाहरूसँग जोडिँदा संविधानको व्यवस्था कार्यान्वयन गर्ने अथवा यसलाई संशोधन गर्ने त एउटा प्रक्रिया भयो। अनि के राजनीतिक नेतृत्व हाम्रो चाहिँ कार्यशैली फेरि चेन्ज गर्नु पर्दो रहेछ? हामी जहाँ जे छौँ त्यही हुँदा पुग्दो रहेछ कि चेन्ज गर्नुपर्छ? संविधान कार्यान्वयनलाई प्रभावकारी गर्न, जनजीविकाका समस्याहरूलाई सम्बोधन गर्न राजनीतिक नेतृत्वले गम्भीर आत्मसमीक्षा गर्नुपर्छ। गल्ती कहाँ भयो हाम्रो भन्ने कुराको चाहिँ छानबिन गर्नुपर्छ र जनतासँग जोडिने गरिकन आफूलाई कार्यशैली बदल्नुपर्छ। अहिले माओवादी केन्द्रको अध्यक्षको हैसियतले मैले देशभरि जे गरेको छु आत्मसमीक्षा नै गरिरहेको छु। हामीले गल्ती कहाँ गर्यौँ, जनताको त्यत्रो अपार विश्वास थियो हामीलाई, हामीले के त्रुटि गऱ्यौँ र अहिले जनतामा एक खालको फ्रस्ट्रेसन, असन्तुष्टि, आक्रोश चाहिँ देखा पर्दै गएको कारण थियो। त्यसैको खोजीमा छौँ र त्यसको एउटा निष्कर्ष हामी केन्द्रीय समितिबाट निकालेर आफूलाई बदलेर रूपान्तरण हुन्छ हामीले रूपान्तरित पार्टी सहित जनतामा जाने तयारीमा छौँ। अब किनभने हामीले के सोच्छौँ भने यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र, समावेशी समानुपातिक, सबै उत्पीडित वर्ग, जाति, क्षेत्र, सबैको पहिचानको लडाइँ माओवादीले मुख्य रूपमा लडेको हो र यसलाई बचाउने जिम्मा पनि उसको मुख्य छ। यदि अब बचाउनको लागि आफ्नो कमजोरी सच्याएन, माओवादीले समीक्षा गरेन र जनतामा फर्केन भने माओवादी पार्टीको भविष्य त बडो अप्ठ्यारोमा जान्छ। माओवादी पार्टीको मात्रै जाँदैन, यो सिस्टमकै जान्छ, सिस्टम दुर्घटनामा जान्छ। सिस्टम मात्रै दुर्घटनामा जाँदैन अहिले देशको र अन्तर्राष्ट्रिय अहिले चाहिँ भू राजनीति जसरी भइरहेछ नेपाल राष्ट्र नै दुर्घटना पर्ने खतरा छ। त्यसो भएर हामीले हेर्दा हाम्रो चाहिँ काँधमा एउटा ऐतिहासिक फेरि ठुलो जिम्मेवारी आयो। अरूले गर्दैलान् भनेर हेर्ने ठाउँ चाहिँ अहिले छैन। हामी आफैलाई बदलेर जनतासँग लगेर जोडेर मात्रै यो राष्ट्र पनि बचाउन सकिन्छ, संविधान पनि बचाउन सकिन्छ, पार्टी पनि बचाउन सकिन्छ भन्ने लाइनबाट हामी गएका छौँ। यो विषयमा थाहा छैन, विस्तृत कुरा गरौँ ल। अब अर्को अन्तिममा चाहिँ मेरो प्रश्न छ, संविधान सभाले संविधान बनाइसके पछाडि हामी कार्यान्वयन र अथवा अहिले संशोधनको बहस गरिराख्दाखेरि 62-63 सालमा जन्मेको पुस्ता
अहिले युवा पुस्ता भइसक्यो। अब राजनीतिको चाहिँ मूलधारमा प्रवेश गर्ने अथवा चाहिँ जनमत निर्माणमा बलियोसँग अगाडि बढ्ने ठाउँमा छ। त्यो पुस्तालाई पनि सर्वस्वीकारी हुने गरी संविधान सबैको स्वामित्व हो, सबैको साझा हो, यसलाई अझै बलियो बनाएर जानुपर्छ भनेर सबैले भन्नका लागि के गर्नुपर्ने? अब तपाईँले भनेको बिल्कुल सही हो। चाहिँ 64मा जन्मेका अब अहिले त चाहिँ तपाईँको चाहिँ बालिग भइसके, मताधिकार पाउने भइसक्यो, अरू पनि थुप्रो। अब उनीहरूलाई चाहिँ यो प्रक्रियामा, राजनीतिक प्रक्रियामा जोड्ने कुरा, संविधानको महत्त्व चाहिँ को बारेमा बुझाउने कुरा, या उनीहरूको चेतना र भावना र उनीहरूको मनोविज्ञान अनुसार संविधानलाई पनि परिमार्जन गर्ने कुरा एकअर्कासँग रिलेटेड छन्। यो सबै जोडिएका छन्। अहिलेको युवा पुस्ता भनेको आइटीवाला पुस्ता हो। उनीहरू भनेको डिजिटलको जमानामा जन्मे र अब डिजिटलमा हुर्के। हिजो जनयुद्धमा के भयो, जनआन्दोलनमा के भयो, हिजोका पार्टी र नेताहरूले के गरे भन्ने कुरातिर भन्दा अहिलेको दुनियाँ कस्तो छ, डिजिटलाइजेसनवाला ग्लोब कस्तो छ भन्ने चेतनामा छन् उनीहरू चाहिँ, होइन? अहिले रोजगारी कहाँ छ भन्नेतिर र विश्व जसरी एउटा सानो युनिट जस्तोमा आयो, क्षणभरमा सबै दुनियाँभरि हुने स्थिति बन्यो, त्यसमा छ त्यो युवा पुस्ता। त्यसो भएर मैले, तपाईँहरूले यसलाई कतिको हेर्नुभयो, मैले चाहिँ यो बजेट निर्माण गर्दा र नीति कार्यक्रम बनाउँदाखेरि नेपालमा विकासलाई गति दिनको लागि कृषिलाई नै बेस बनाउनु पर्छ। उद्योग गरे पनि कृषिमा आधारित उद्योग हुनु पर्यो, टेक्नोलोजीको प्रयोग पनि कृषि उत्पादन वृद्धिको लागि हुनु पर्यो, व्यवसायीकरणको लागि हुनु पर्यो, मेकानाइजेसन हुनु पर्यो भन्ने त्यो चाहिँ बेस हो नेपालको। अब लिडिङ चाहिँ सेक्टर भनेको आइटी सेक्टर नै। डिजिटलाइजेसनलाई उपयोग नगरिकन र त्यसलाई लिडिङ रोलमा नराखिकन अबको नेपाल, अबको विश्वमा नेपालले आफ्नो भूमिका खेल्न सक्दैन भनेर त्यो राखिया छ। तपाईँहरूले नोट गर्नुभएको होला। मैले त्यसो राख्दै राख्दा तपाईँको आइटी सेक्टरलाई लिडिङ सेक्टर मानेर चल्नुपर्छ राज्यले भनेर त्यसमा बजेट राम्रै छुट्याइएको पनि छ। त्यो गरेको मैले युवालाई सम्बोधन गरेको।